अहिले हामीसँग हुनुहुन्छ प्रेमदेव गिरी दाई। उहाँको घर सुर्खेत हो र उहाँको कर्मक्षेत्र काठमाडौँ हो। उहाँ नेपाली चलचित्र जगत, नाटक क्षेत्र र उहाँ गीत सङ्गीत क्षेत्रको धरोहर भनौँ। उहाँले अहिलेसम्म एउटा लेजेन्डरी भएर यो उमेर अहिले 71 वर्षको उमेरसम्म करिब 30-40 वर्ष चाहिँ आफ्नो कला क्षेत्रलाई योगदान दिनुभएको छ। उहाँको जीवन यात्रा कस्तो रह्यो त म उहाँलाई यहाँबाट सुरु गर्न चाहन्छु। हजुर प्रेमदाई, सुरुवातको दिनहरू कस्तो थियो नेपाली चलचित्रमा? सुरुवातको दिनमा चलचित्रमा हामीले थाहा पाएसम्म हुन त चलचित्र संस्थानको स्थापना 2022 सालतिर भन्ने छँदैछ। 14 सालमा प्रजापत्र, 16 सालमा सांस्कृतिक संस्थान, 7 सालमा रेडियो नेपाल। अब त्यही सिलसिलामा चलचित्रको विकासको क्रम पनि बिचको यता देखिन्छ र चलचित्र संस्थान भनेर स्थापना भएको देखिन्छ भने लगत्तै चलचित्र संस्थानले अब 30 भन्दा अगाडिको मेरो यो सुनेको र अरूले भनेको र पछि आफूले देखेको बिचमा तत्कालीन अवस्थामा चलचित्र संस्थान स्थापना भइसकेपछि नेपालमा 3टा चलचित्र बनेको रहेछ जस्तो लाग्छ। किनभने त्यो डकुमेन्ट्रीहरू पछि मैले पनि हेर्ने मौका पाएँ सुर्खेतमा। आमा, परिवर्तन र हिजो आज। अब अर्को सम्यू एउटा सोयादी के भने त्यसपछि अब 30 सालमा आएर मनको बात बनेको सबैलाई थाहै छ। पछि आएर कुमारी, त्यसपछि आएर सिन्दुर, यिनीहरू त 40को दशकभन्दा अगाडि आएर केही वर्षको अन्तरालहरूमा यिनीहरू भइरहेका छन्। र अब एउटा सौभाग्य के मिल्यो भने सांस्कृतिक संस्थानमा रहेको हुँदा जति पनि नाट्य कर्मका कलाकारहरू हरिप्रसाद रिमाल सांस्कृतिक संस्थानमा 25 साल 29 सालदेखि म 40 सालसम्म त्यहाँ थिएँ। अब त्यहाँ के थियो भने चलचित्र संस्थानले फिल्म बनाउँदाखेरि पनि प्रविधिहरू बाहिरबाट आउनु होला। तत्कालीन अवस्थामा मलाई लाग्छ 30 सालसम्म र अझै भन्छु सिन्दुर बन्नेन्जेलसम्म नेपालमा यो श्रृङ्गार यो व्यवस्था पनि थियो कि थिएन त्यो आफ्नो ठाउँमा छ। तर कलाकारहरू अधिकांश हाम्रो यीको नै नेपालकै भनौँ न, अब नेपालकै कलाकारमध्ये सौभाग्य के मिल्यो भने अब 29 सालदेखि 43 सालसम्म राष्ट्रिय नाचघरमा जागिर खाँदा 14 वर्ष पहिलो नायिका भुवन थापाहरूको दिदीहरूको संयुक्तमा र तत्कालीन अवस्थामा अब तारा दिदी गायिका, उहाँ पनि नाचघरमा एउटा पार्ट टाइम काम गर्नुहुन्थ्यो रेलमा गरे पनि। अब नारायण गोपाल दाइसँग वर्ष तिनी भाइ गाउने सम्बन्ध कस्तो भयो त्यो एउटा बताइदिनु। हजुर, नारायण गोपाल दाइसँगको नारायण दाइसँग त उही दाज भयो। अहिले तपाईँ हामी 2 दिन आज भेट भएको छैन, लाग्छौँ युगदेखि चिन्जान्छ हामी जस्तो छौँ नि। अब एउटै घरमा 12-14 वर्ष भएछ के भयो भने अब हाम्रो त के भने एउटा पहिला त कलाकारहरूको एउटा गुरु जस्तो होइन, दाई आफूले जसलाई दाई भाइ भन्ने। अब नारायण दाईसँग 14 वर्षको सङ्गत र 14 वर्षको सङ्गतमा सँगै बस्दा, सँगै खाँदा, सँगै हिँड्दा, सँगै डुल्दा जस्तो एउटा सङ्गीतमा पनि हुनुहुन्थ्यो होइन? हजुर, सङ्गीत वादक पनि हुनुहुन्थ्यो। म वाद्यवादक मेन तपाईँको सङ्गीतमा चाहिँ मादल हो। मादलको हरेक तालहरूमा चाहिँ हरेक तालहरू भन्नाले अब हाम्रो मादलमा जति तालहरू भन्नु प्रमुख तालहरू र अब बजाउने पनि एउटा कायदा हुन्छ, तरिका हुन्छ। त्यो मेरो एउटा अर्को कला थियो। त्यो छ। अनि तपाईँको त्यो मारुनीको यात्रा चाहिँ त्यो एउटा सुनाउनु थियो। त्यो पहिला के थियो भने हाम्रो सुर्खेतको इतिहासमा 1980 को 90 को दशक यता वर्षमा एकचोटि नाटक गर्ने परम्परा रहेछ। र हामी त 2025 सालमा हामीभन्दा अगाडिको 2 पिँढी अगाडिदेखि वर्षमा एकचोटि गर्ने कार्यक्रम। पछि 20 को दशक यता हाम्रो पिँढी 25 को दशक यता त्यो पिँढीमा जोडियौँ र नाचघर गाउँघरमा के थियो भने वर्षमा एकचोटि एउटा नाटक देखाउने परम्परा थियो। त्यो परम्परा हुँदाखेरि अब हामी स्कुलमा पढ्थ्यौँ, स्कुलमा अतिरिक्त क्रियाकलापहरूमा जसले जे जाने छ त्यो गर्ने भन्दा हाम्रो एउटा समूह पनि थियो गाउने बजाउने। र त्यो बेलामा के थियो भने महिला र पुरुषको यो कला क्षेत्रमा नाट्य हामीले पुरानै नाटक इतिहास हेऱ्यौँ भने पनि जुद्ध शमशेरको हरिदाले भन्नुहुन्थ्यो एउटा महिलालाई नाटक खेलाउनु पर्दा गएर जुद्ध शमशेरको सिफारिस हुन्छ भने उसलाई निवेदन दिने, उसको परिवार भन्नुभएको उसको परिवारको स्वीकृति खेला भनेर। अब यो महिलालाई गाह्रो थियो। यो 20औं शताब्दी
प्रजातन्त्रपछि अलिक खुला भयो। अब गाउँघरमा मारुनी म कसरी भएँ भने अब मादल त म बजाउँदै मेरो भाइहरू नाच्ने थिए, अब गाउनेहरू त्यो ग्रुप थियो हुँदाखेरि केटारी केटीसँग नाच्यो भने पनि त्यो अन्यथा हुने, केटारी केटीसँग नाच्यो भने एक किसिमको सिटिखिउरी हुने। अर्को कुरो के भने साइनो सरिया पऱ्यो, जस्तो मेरो बहिनी पऱ्यो, भान्जी पऱ्यो अथवा दिदी छ, त्यो नाच्यो भने पनि त्यो खत्तम त्यस्तो समयमा। त्यसो अर्को के थियो समुदाय विशेष जाति समुदाय थियो, ला यो फलानाको छोरा फलानाको छोरा फलाना छोरीसँग नाच्यो होइन, अथवा फलानाको छोरी फलानु त्यो जातिको केटासँग नाच्यो यो हुँदा अब के थियो भने त्यो नाटक कर्म हामीले गर्दा नाटकमा पनि जो पात्र हुनुहुन्थ्यो उहाँहरू महिला भएर गर्ने, हामी नाचको ग्रुपमा पनि महिला भएर हुने। त्यही भएर मैले 25 सालमा रङ्गमञ्चमा जाँदा 25, 26, 27, 28, 29 काठमाडौँ नआउँदासम्म धन्ने 5 वर्ष रङ्गमञ्चमा पनि स्कुलमा परेका कार्यक्रममा पनि र विशेष कार्यक्रममा पनि म महिला भएर मारुनी। अहिले जस्तो फुलन्दीकी आमा जस्तो राम्री देखिन्छ नि त्यस्तै तपाईँ देखेर राम्री देखिन्थ्यो भन्छ। त्यो युगमा राम्रो त छँदैछ। एउटा मारुनी भएर केटासँग नाच्नु नै त्यो बेलाको एउटा ठुलो एउटा उपलब्धि भनौँ कि के भनौँ, त्यो एउटा आफ्नै संसार थियो। जस्तो अहिले फुलन्दीको आमा हामी कति छौँ नि त्यस्तै हो, त्यही हो। तर त्यो बेलामा अहिलेको जस्तो अब यो जहाँ पायो जति बेला पायो त्यति बेला पनि गर्न पाइँदैन जात्रा मेलामा। यात्रा तपाईँ सुर्खेतदेखि काठमाडौँ हजुर हो। यो के हो राष्ट्रिय नाचहरूले 2018 सालदेखि स्थापना 16मा भयो। 18 देखि के गर्यो भने 14 अञ्चल नृत्य प्रतियोगिता राख्यो। पुरै 14 प्रतियोगिता राख्ने राष्ट्रिय नाच गर्न है। अनि त्यो क्रम चल्यो। त्यो क्रम चलेपछि के भयो भने प्रत्येक वर्षको फागुन 7 गते 14 अञ्चल कलाकार त्यहाँ आउने। अनि अञ्चलबाट के हुन्छ भने एउटा अञ्चलमा धेरै जिल्ला हुन्छ, त्यो जिल्लाको कलाकारहरूलाई हुने प्रतियोगिता बनाउने, जो प्रथम आउँछ त्यसलाई अञ्चलको प्रतिनिधित्व गरेर काठमाडौँ पठाउने त्यो परम्परा थियो। भेरी अञ्चलबाट अञ्चलको पहिला जिल्लाबाट छानिनु। हाम्रो कहिले आयो भने पालो 2026 सालमा हामीले चाहिँ भेरी अञ्चलबाट प्रतिनिधित्व गर्ने कोसिस गऱ्यौँ। तर हामी 5 जिल्ला आएकोमा बाँके प्रथम भयो, हामी सुर्खेत छुट्यो। अनि 27 सालमा कोसिस गऱ्यौँ, 27 सालमा पनि सुर्खेत छुट्यो, फेरि बाँके गयो। 28 सालमा आएर के भयो भने अब संस्थानले के नियम बनायो भने जहिले पनि एउटै जिल्लाको आउँछ। हामीले खोजेको त विविधता हो, त विविधतामा जहिले पनि आउँछ सदरमुकामकै भनेपछि अब यसरी हुन्न। अब प्रत्येक अञ्चलको जिल्ला तोड्यो भने 28 सालमा के गरे जिल्ला तोड्यो। ल अब यो कम्पिटिसन होइन, भेरी अञ्चलको सुर्खेत जिल्ला भनेर तोकिदियो। 28 सालमा आउँ भने राजा महेन्द्र मरे, फागुन 7 गते कार्यक्रम छ, माघको 18 गते राजा महेन्द्र त्यो सालको कार्यक्रम ईश्वरम। त्यही कार्यक्रमलाई निरन्तरता दिनेको क्रममा 2029 सालमा त्यही फागुन 7 गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रतियोगितामा भाग लिन भेरी अञ्चलको प्रतिनिधित्व गरेर हामी 6 जनाको टोली हामी सुर्खेतबाट आएर फागुन 7 गते कार्यक्रम त्यही भन्दैछु। रेडियो नेपालले लोकगीतको कार्यक्रम राख्थ्यो, प्रतियोगिता नाचगानले नाचको। संयोग के पर्यो भने रेडियो नेपालले राखेको लोकगीत प्रतियोगितामा पनि हाम्रो सुर्खेतबाट आएको स्रष्टा जो हाम्रो गीतमा गाउनुको लागि आउनुभयो उहाँ प्रथम हुनुभयो, नेपाल प्रथम भयो। अनि नाच गर्नु पनि 14 अञ्चलमा हामी प्रथम। अब त्यो बेलाको 18, 17, 18 को उमेर। अनि हामी 2 जना नाच्ने भाइ र म थिएँ, हामी 3 जना, अरू 3 जना गाउने बजाउने हुनुहुन्थ्यो, 1 जना बहिनी पनि हुनुहुन्थ्यो। अनि नाचगरले हाम्रो त्यो प्रतिभा देखेर के भन्यो भने बस्छौँ भने सँगै बस्छ 6 जनै, सक्दैनौँ भने यो 3 जना यो 2 जना नाच्ने भाइहरू र यो एउटा बजाउनेलाई यदि यहाँ यिनले काम गर्छन् भने हामी यिनीहरूलाई यहाँ मञ्च दिने स्पेस दिन्छौँ अथवा एउटा जागिर पनि भन्यो। अब त्यो बेला भने काम गर्ने एउटा अवसर, त्यो अवसर दिएपछि हामीलाई न निवेदन दिउँ न केही दिउँ। त्यो प्रथम भएकै उसले हामीलाई चाहिँ ल अब तिमीहरूलाई 15 दिन बाटोको मात यहाँ छोडेर फागुनको 21 गतेदेखि तिमीहरूको काम हाजिर भनेर हाजिर सुरु गरेर त्यसरी हामीलाई चाहिँ त्यो प्रोत्साहन गरेर हाम्रो प्रतिभालाई कदर गरेर हामीलाई प्रवेश दिएको। प्रवेश त्यही हो र म 29 सालदेखि 43 सालसम्म राष्ट्रिय नाच गरेर 43 साल है। अब टोटल कति वर्षको यात्रा हजुरको अहिलेसम्म? यो चमेलीको पोइ भन्ने फिल्म चलचित्रसम्म आइपुग्दा मेरो चलचित्र यात्रा कि कला यात्रा? कला यात्रामा
25 सालदेखि 25 साल 81 भनेपछि 56 वर्ष निरन्तर एउटै कुरो के भने मेरो विधा हजुर मलाई गीत पनि प्यार मन 31 सालदेखि त लोकगीतहरू सङ्कलन गरेर हजुर रेडियो नेपालमा परन्तु अहिलेसम्म दिँदैछु 100 भन्दा बढी गीतहरू मेरा रेडियोमा 31 सालदेखि लिएर धन्न 60 को दशक 70 सम्म अहिलेसम्म पनि भनौँ न मैले रेडियो नेपालमा मैले गाएको छैन मेरो सङ्कलन नाटक त मैले 25 सालमा रङ्गमञ्चमा टेक्दै नै मैले नाटकमा कोही एउटा सानो रोल गरेर टेकेको नाटकको पनि 26 वर्ष भयो कतिवटा नाटक सङ्ख्यामा अब 25 साल नाचघरमा जागिर खाँदा तर एउटै कुरो याद छ म गाउँमा नाटक खेलेँ मारुनीमा धेरै नाचेँ 29 सालमा राष्ट्रिय नाचघर पहिला विभाग हो 29 सालमा संस्थान भयो 29 सालमा संस्थान भयो 30 सालमा त असाढको 5 गते 30 साल संस्थान त वर्ष दिनको हुने भयो संस्थानको विभागबाट संस्थान भयो त्यो पहिलो वार्षिक उत्सव मनाउँदा राष्ट्रिय नाचघरमा 29 साल फागुनमा म प्रवेश गरेँ 30 साल असाढको महिना त्यो जन्म जयन्ती पहिलो जन्म जयन्ती मनाउँदा नाचघरले नाटक गर्ने भन्यो त्यो नाटक गर्दाखेरि के नाटक गर्ने भन्नु चाहिँ हरि सत्य हरिचन्द्र त्यो नाटक गर्दाखेरि सत्य हरिचन्द्र त त्यो पहिलाको एउटा चर्चित नेपालको पहिलो चर्चित तर भीमनिधि तिवारीद्वारा लिखित त्यो नाटकमा मैले नाचघरमा पनि त्यही सत्य हरिचन्द्र नाटकबाट पाइलट हेर्ने मौका पाएँ र त्यो बेला स्मरणीय के छ भने त्यो बेलामा हाम्रो रङ्गमञ्चमा को हुनुहुन्थ्यो भन्दा सिद्धान्त राम जोशी हाम्रो पुरुषोत्तम सापकोटा सुभद्रा अधिकारी लगायत तत्कालीन अवस्थाका चर्चित भनौँ त्यो रङ्गमञ्चमा कर्मीहरू उहाँहरूसँग जब सहकार्य भयो र अर्को बिर्सिन नसक्ने कुरो छ नाटकमा के भने स्टेजमा त छँदैछ यति भने चाहिँ नाचघरमा 30 सालदेखि 43 सालसम्म प्रस्तुत गरिएको कुनै नाटकमा म छुट्याउँला मेरो स्थान अर्को के थियो भने नाटकमा कलाकारहरू कहिले कसको के पर्ने कहिले मेरो मलाई अतिरिक्त म पनि बस्थेँ र हरि दाईले 32 सालदेखि निर्देशन गर्न लाग्नुभयो त्यहाँभन्दा अगाडिको निर्देशकहरू गोपी प्रसाद तिमिलसेना र गोविन्द तिमिलसेना श्यामदास बस्नेतहरूले गर्नुहुन्थ्यो निर्देशन है मलाई के गर्नुहुन्थ्यो हरि दाईले भने हरि दाईको समीपमा आइसकेपछि एउटा प्रम्प्टर भन्ने हुन्थ्यो किनभने त्यो बेलामा कहिले पात्रको अभाव भने कहिले पात्र कण्ठ गर्न नसके कहिले छोटो समयमा नाटक गर्नुपर्ने यावत त्यो बेलामा निर्देशकको हातमा एउटा पुस्तक हुन्थ्यो म प्रम्प्टर थिएँ मलाई प्रम्प्टरको एउटा जिम्मा दिन्थ्यो र त्यो प्रम्प्टर कुनै नाटक नहोला म प्रम्प्टर भएर नबसेको त्यसरी त्यो नाटक चल्दा र अर्को बिर्सिन नजानेको भने हरिदाईको समीपमा भएपछि तत्कालीन अवस्थामा हरिदाईले रेडियो नेपालको शनिबार नाटक चलाउनुहुन्थ्यो त्यो नाटक चलाउँदाखेरि अब हरिदाईसँग समीप त भइहाल्यो भने नाच गर्न पार्ट टाइम काम गर्ने अनि हरिभक्ति लगायत सम्राट सापकोटाहरू पहिला लेखनाथ सापकोटा अहिले सम्राट सापकोटा लगायत सुशीला केसी लगायत होइन उहाँहरू हरिवंश आचार्य लगायत अशोक चालिसेहरू लगायत होइन सुशीला रायमाझी पछि सुशीला केसी हामी अनि जहिले पनि अब रेडियो नाटक लेखेको कि अब जितेन्द्र मत अभिलाषी त्यो हाम्रो मदन दास श्रेष्ठ गरेर मैले 32 सालदेखि 40 सालसम्म सर्वे नाटकहरू रेडियोबाट त मैले त्यतिखेरको स्टार हुनुहुन्थ्यो त्यहाँ त्यतिखेर त थोरै कलाकारहरूमा त्यसो चर्चामा आउनु भने त धेरै मान्छेले चिन्थे कस्तो महसुस हुन्थ्यो तपाईँ होइन मैले महसुस एउटा कुरो मेरो पहिल्यैदेखिको बानी के भने सबैले मलाई चिन्यो मैले चिनिहालेर म जानिएँ भन्न छ नि मैले त्यो मेरो व्यवहारिक त कहिले आएन म के चाहन्थेँ भने जुन पनि कामसँग परिचित हुनुपर्ने म अहिले कस्तो लाग्छ अहिलेको जेनेरेसनले तपाईँलाई चिन्नु यति फरक छ म नाटक भन्नु त्यो युग कलाकारको हो त्यो कलाकार कलाकार र कलाकारमा अलिकति त्यो जब तपाईँले नबसेर भए त अहिले जति पनि हामी कलाकार छौँ तिनीहरूलाई त त्यो बाटो खुली छैन अनि अहिलेकोलाई के भयो भने एउटै उहाँहरूलाई आत्मगौरव आत्मसन्तुष्टि के भन्दा अहिले हामीले खेलेको हेर्न त्यहाँ पछाडि फर्केर हेर्दा कहाँबाट उठेको हामी चर्चित संस्थानबाट उठेको हामी नाचघरबाट उठेको हामी एकाडेमीबाट उठेको कम से कम 42 सालमा अस्ति भर्खर त्यति हो भनेपछि अब यो पिँढीलाई पनि के भने हजुरहरू जस्तो है फेरि सबैलाई होइन जसले
म कहाँबाट हिँडेँ, म किन प्रभावित भएँ, मैले के गरेँ, अब मैले के गरेर छोड्नेवाला भन्ने खालको जो चिन्तन गर्ने स्रष्टाहरू है, म कलाकार भन्छु तिनीहरूलाई फेरि बाबु चिनिहाल्यो, तिनीहरूलाई कलाकार भन्छु। योपट्टि वास्तै नगर्ने, विगत पनि नसम्झिने, अग्रजलाई सम्मान पनि नगर्ने, अगाडिकोलाई प्रोत्साहन पनि नगरेर जो म भएँ भन्ने छ नि, यी कलाकार तिनीलाई भन्नु छैन। म हुनमा र भोलि मैले छोडेर जानेमा भन्ने कोही एउटा चिन्तन गर्ने छ भने त्यो कलाकार। तपाईँ त यो देशको त भनियो भने सम्पूर्ण कलाकारले अब इन्डियातिर भन्यो तपाईँ जस्तो सिनियर कलाकार खुट्टा चुन्छ, कति इज्जत दिन्छ। सबभन्दा कुरो के भने व्यवसायिकतामा म गइनँ। जति बेला व्यवसायिकता सुरु भयो, मैले जन्मथलो छोडेर काठमाडौँ 45 सालमा मैले काठमाडौँ छोडेर सुर्खेत गएँ। 12 वर्ष राष्ट्रिय नाचगान, 3 वर्ष रेडियो नेपाल गर्दाखेरि मैले कर्म यहाँ आर्जन गरेँ। त्यसको प्रयोग अथवा त्यो मैले आफ्नो ठाउँमा गएर गरेँ। र यो मैले अहिलेसम्म एउटा कुरो के भने यो अब युगमा बाँच्नु पर्ला, अहिले व्यवसायिकता आयो, व्यवसायिकतामा गइनँ। र मैले कहिले पनि के गरेँ भने अब म गरेर कति ठुलो भएँ, मलाई कतिले चिन्यो भन्दा पनि मैले कतिलाई दिन सकेँ, मैले कतिलाई दिन सकेँ, मबाट कतिले पाउनु भयो। तपाईँको अर्को एउटा गेटअपमा तपाईँको एउटा मान्छेले अहिले 32 अहिले कस्तो छ भने तपाईँलाई त्यो राउटेको क्यारेक्टरमा पनि राम्रो देखियो, अनि यो बुढोपाकाको क्यारेक्टर त यसै भइहाल्यो। एउटा यो हुँदो रहेछ चरित्र रोल जस्तो भने अहिलेको हिसाबमा मेरो स्वभावले पनि म पानी, मेरो गेटअपले म पनि पानी, पानीको जस्तो रङ्गाले पनि जे रङ्गाले पनि भयो। म मेरो रङ यो, मेरो ठाउँ यो, म यो भइहालेँ, मेरो स्थान यो भन्नु मैले। अहिले यो नयाँ पिँढीलाई के भन्न चाहनुहुन्छ? नयाँ पिँढीलाई म के भन्नु, नयाँ पिँढीमा के भयो भने एउटा के भन्नु त्यसलाई, खोइ यिनीहरू सृजनशील भन्दा पनि एउटा चाहिँ व्यवसाय होइन, आयतित भन्छ नि, सृजनशील भन्दा पनि त्यो सजिलो के भन्छ त्यसलाई अनुसरणीय भयो। सृजनात्मक बढी हुनु पर्थ्यो, अनुसरणीय भयो। तर अनुसरणीय भए पनि त्यो त कर्म हो, भए पनि त्यो अनुसरणीय भए पनि आफ्नो यथार्थ के हो क्रिएसन पनि जोड्नु पर्यो त्यसमा, त्यसलाई पनि त्यो जोडिदिए त हुनसम्म राम्रो हुन्छ, गरेको नराम्रो छैन, हुनु पनि पर्छ। यो परिवर्तन हुन्छ, समय व्यवसायिक पनि भयो नि त होइन, गर्नु पर्यो, बाँच्नु पर्छ। अहिले तपाईँलाई कुनै स्वास्थ्यमा कुनै अवसर केही अप्ठ्यारो केही छैन नि? स्वास्थ्यमा गाइला जुस ल मलाई केही छैन, मलाई केही भन्दा पनि मलाई अहिलेसम्म त्यस्तो कुनै पनि मतलब नियमित मैले यो बार्नु छ, मलाई यो चिसो हुन्न, मलाई तातो खाना एक छाक मात्रै खाने, यो त मेरो अहिले 50 सालदेखि निरन्तर अहिलेसम्म भनौँ, यो 77 सम्म त नियमै भयो, त्यसपछि अलिअलि गजङ भए पनि 50 सालदेखि 77 सालसम्म 27 वर्ष एक छाक खानु। 27 वर्ष फेरि काम, बिहान 10 बजी मैले सुनेको 50 केजी भन्दा पहिले माथि पुग्नु भयो। 2033 सालमा हामी सोभियत सङ्घ भ्रमण नाचगढबाट गयौँ। फेरि एयरपोर्टमा के रहेछ भने जाने बेला तौलिने, आउने बेला तौल्ने चलन जाँदाखेरि त्यही कति 46 जति थियौँ। 3 हप्ताको भ्रमणमा फर्केर आउँदाखेरि 49 पुगिएछ। त्यही बेलामा 49 पुगेको हो। त्यो 50 पनि मैले टेक्नु पाएन। त्यसपछि त्यही थाहा छ यो अहिले हामी जुन ठाउँमा जान्छौँ एरियातिर त कहिले काहीँ यस्तो हुरी आउँछ अरे कि 50 केजी भन्दा मुनिको मान्छेलाई उडाउँछ अरे। तपाईँ त्यो ठाउँमा चाहिँ बस्नु पर्यो। छाना उड्छ, रुख ढल्छ, मान्छे के हो र? मान्छे त के भने क्षेत्रशीलमा आउँदा ओत लाग्ने हो, बद्न खोज्ने हो। हावेसँग बढी जोडी खेल्यो भने त 50 किलोको मान्छे त जान्छ नि। एकदम रमाइलो कुराकानीमा पानीले हावाले तपाईँलाई केही भन्नु मन लाग्छ पहिलाका कुनै कुराहरू भने? मलाई अरू भन्नु केही छैन नारायण सर। मेरो चाहना भनेको हामी क्रममा छौँ। आज यो समाज जति विखण्डन हुँदै गएको छ, यसको एउटा रसायन मात्रै भनेको हाम्रो यस कला संस्कृति, यसले जति राख्यो है, जति छ त्यही भएर यसमा लाग्ने सर्जक स्रष्टाहरूले ठिक छ, बाँच्नलाई कमाउनु पर्छ, खानुपर्छ। तर के गरौँ भने यो कला क्षेत्रमा लागेकोहरूले समाजप्रतिको दायित्वलाई आकाङ्क्षा नमारौँ, महत्त्वकाङ्क्षा नराखौँ। आशा मऱ्यो, मान्छे मऱ्यो, महत्त्वकाङ्क्षा भयो, जिउँदै मऱ्यो। यो राजनीतिक दलहरूलाई के भन्नुहुन्छ पहिलाको स्थिति र अहिलेको स्थिति?
नजाने गाउँको बाटै नसोध्नु सही कुरो हो देश अहिले के खत्तम भएको हो त म त खत्तम भयो भन्दिनँ विकास भएको छ है खत्तम भयो भन्दिनँ किनभने लुगा मैलो हुन्छ धोए ठिक हुन्छ केही पुग्छ जोडे ठिक हुन्छ होइन केही फुट्छ जोडे ठिक हुन्छ भत्के बनाउँदा ठिक हुन्छ भत्किँदैछ भत्किया छ तर बनाऊ भने त कति बेर लाग्छ अहिले नेपाली चलचित्र वर्षको 100वटा बन्छन् अब त्यो 100वटाको कम्पिटिसनमा 1-2-4वटा मात्रै पैसा कमाइरहेछन् कति चाहिँ डुबिरहेछन् कलाकारहरूको व्यस्ततालाई के कसरी हेर्नु यसो छ मैले अहिले कलाकार भनेको 2-3 तरिकाले हुने छ कि एउटा कला भनेको समर्पण भाव एउटा पैसाको जोग एउटा पैसा जोग कलाकार हुने तरिका धेरै छन् नि स्वार्थ के हो मैले काठमाडौँमा 15 वर्ष सेवा गरेँ र केही आर्जन गरेँ कर्म क्षेत्रलाई जति मैले घरतिर लगेर फर्केँ आज तीबाट मैले अमेरिका बेला जाने सपना देखाए के पाउँथेँ मेरो भेग के पाउँथेँ ठिक छ बरु मैले हो समर्पण अनि अहिले अब चाहिँ कति कलाकारहरू बीचमा चाहिँ आन्दोलन हो त्यो बेला फिल्मको कुरो पनि मैले नारायण रायमासँग एकपालि भनेको थिएँ फिल्मको कुरोमा के भने कसैले लहरमा बनाए कसैले रहरमा बनाए कसैले घरमा नगराए कोहीले विदेशी उहाँ पनि हाम्रो त्यो एउटा कुरोमाथि कुरा आयो यो कुरोको कुरोमा भने जसले यो अलिकता हाम्रो चाहिँ यो उसलाई यो मनभित्रबाट समर्पण भन्नु म यो बनाउँछु र समाजलाई यो चिनिदिन्छु भनेर जसले समाज बुझ्यो त्यसको सफल भयो जसले बुझेन सताइमा गयो सताइको चाहिँ त्यही कारण धेरै फिल्महरू त्यो के भने त्यो कहिले पनि तपाईँ नानीहरूको कुरा म पनि एउटा सोच्ने मान्छे हो साँझको बस्दाखेरिको सोच कल्पना र बिहान उज्यालो भए धेरै फरक जसले उज्यालो भएको भालेबास मेला उठेर लेख्यो भालेबास मेला उठेर सोच्यो त्यो सफल भएको छ जसले भालेबाससम्म सुत्यो राति सबै सुन्जेलसम्म सोच्यो नि इन्डियामा अक्षय कुमार 4 बजे उठ्छ भन्छन् त्यस्तै त्यो जसले साँझ यस्तै गरी त्यही कल्पना गर्यो त्यो सुत्यो त्यो फ्लप जसले मैले भोलि यो गर्नुको भन्न साँझ सुतेर छ नि भालेबास मेला सोच्छ किनभने भालेबासमा समाज जागृत भइसकेको हुन्छ नि उसले संसार देख्छ उठ्छ अँध्यारो बेला सोचे के भयो सबै सुतिया हुन्छ ब्रह्म मुहुर्त भन्छ नि केही होइन कुरो मिलाएर बुझौँ ल धन्यवाद दाइ अब यो मिठो वार्ता तपाईँको अनुभव बाँडिदिनु भयो हामी एकदम कृतज्ञ छौँ तपाईँ जस्तो सिनियर 56 वर्षसम्म कला यात्रामा लाग्नु भएको एउटा दिग्गज लेजेन्ड्री कलाकारसँगको सानो भेटघाट मैले गर्न पाएँ मेरो अभाग्य तपाईँको अभाग्य मेरो सौभाग्य किन भन्दा म 70 वर्ष भयो हजुर 20 वर्षदेखिका कुराहरू त मलाई थाहा छ आज म आएर यो पिँढीसँग जोड्न पाउनु हजुर पक्कै मभन्दा 20 वर्ष पछिसम्म तपाईँहरू जान्नुहुन्छ ज्यान्याजीले भव्य तपाईँ छोडौँ हजुर है भने अहिले तपाईँ र मेरो बिचमा त 100 वर्षको इतिहास छ छैन तपाईँ 70 पुग्नु 30 वर्ष भएको छ म 100 पुग्नु तपाईँ त 3 जेनेरेसन नै भ्याउनु भयो कलाकारितामा तपाईँको भन्नु न अर्कै जन्मले पनि छोरा भयो नाति भयो नाति नै भइसक्यो यो घरको हिसाबले अब यही जेनेरेसन हिसाब संस्कार व्यवहारमा पनि त्यो देखेँ यहीँ पनि म विचार्छु म अब भनौँ गोविन्द प्रसाद सेना गोपी कृष्ण आर्याल श्याम दासको निर्देशनमा नाचघरमा नाटक खेल्ने मान्छे अहिले आएर म उहाँको पनातीले डिरेक्सन गरेको नाटकसम्म अब भुवन थापा पहिलो नायिकासँग 12 वर्ष बिताएको मान्छे 81 सालमा यो नायिकाको छोड्नु साँच्चै म किनारा हुँ उनीहरू बग्दैछन् म किनारा म देखिरहेको छु मैले हेरिरहेको धेरै राम्रो गरेँ र दाइ अब अन्तमा अब यो हाम्रो सुटिङको कार्यक्रम पनि अब बिस्तारै अगाडि बढ्छ अब यसमा हामी दर्शकसँग दाइलाई अझै माया दिनुहोस् दाइको स्फूर्ति बढोस् र अझै 56 वर्ष होइन 80 वर्षसम्म दाइको फिल्महरू हेर्दा पाइयोस् त्यो मैले रङ्गमञ्च क्षेत्रमा नि हजुर मैले त अर्को कल्पना गरेको छु हजुर मादल पनि हातको पाखुरामा शक्ति हुन्जेल नाच्ने खुट्टाको है गाउने गलाको तर अभिनय र नाट्यकर भनेको कस्तो रहेछ भने मृत्यु परिचय खेल्न चाहने यदि मेरो कंकाल तिम्रो नाट्यकर्ममा काम लाग्छ भने तिम्रो नाट्यकर्मलाई काम लाग्छ र यो प्रपर्टी हो भने दिन हामीले कंकाल नाटक पनि लेखेका छन् भोलि त्यो पनि देखाउनु पर्ला
त्यतिखेर त्यसैको हो भनेर पनि भन्नु पर्ला साँच्ची त्यही हो भन्नु पर्ला यदि हड्डी खोटी छ मृत्युपछि म केही होइन म तिमीहरूको जो जोको दिलमा छु त्यही छु जहाँ जहाँ बाँचे त्यो बाँचे यदि कुनै नाट्य कर्मको लागि मेरो कंकाल काम लागे पनि लिएर जाऊ एउटा नलिहार हुन्छ नि त बुद्धको चाहिन्छ भने त्यो तिमीहरूको लागि हस्त दर्शकबिन देख्नुभयो अब अहिले यो मिठो अन्तर्वार्ता हामीले प्रेमदीप गिरिदाईसँग लियौँ उहाँ एउटा जिउँदो इतिहास हामी अहिले चमेली खोपैको सुटिङमा छौँ र सानो ब्रेक भएको बेलामा यो हामीले एउटा भिडियो खिच्ने मौका पायौँ दाइको अनुभवहरू सेयर गर्नु पायौँ दर्शकले थाहा पाउनु होला 56 वर्षसम्म के थियो नेपाली कला जगतमा नाट्य क्षेत्र कस्तो थियो चलचित्र कहाँ आयो टेलिभिजन कहाँ आयो यी सम्पूर्ण कुराहरूको जानकारीका साथ अब यस भिडियोबाट मलाई पनि बिदा दिनुहोस् चाउ नमस्ते गुड बाई